बसन्तीजी तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँको प्रश्न अलिक गहन छ, गहन रूपले हेर्नुपर्ने हुन्छ। 27 साल चैत 22 गतेको जन्म रहेछ, रातिको 10:15 जाँदाको जन्म भन्नुभएको छ। गुरु मेरो ग्रहले छोरालाई पिर्ने हो र एक दुई ठाउँमा ज्योतिषीले चिना फलादेश बताउँदा डर लागेको छ। मेरो जन्ममिति 27 साल चैत 22 गते राति 10:15 को हो। जन्म स्थान कास्की पोखरा 14, राशिको नाम डम्बर कुमारी हो, राशि कर्कट हुन्छ भन्नुभएको रहेछ। 30 नक्षत्र भन्नुभएको छ। 55 वर्षमा तपाईँ लाग्नु भएको छ। तपाईँको प्रश्नको उत्तर म दिन्छु। 55मा चल्दै गर्दाखेरिमा एउटा ग्रह दशा सूर्य ग्रह छन्, 56 वर्षसम्म नोट गर्नुहोला। सूर्य ग्रह दोस्रो ग्रहको योग चलेको छ तपाईँको चिनामा 55 वर्षमा चल्दै गर्दाखेरिमा। एउटा ग्रह राहु ग्रह चलेको छ 61 वर्षसम्म। वास्तवमा राम्रो ग्रह चलेन राहु 61 वर्षसम्म छ तपाईँ 55मा चल्दै। र दोस्रो ग्रहपछि तेस्रो ग्रह सिद्धा चल्या रहेछ। अब यस्तो गर्नु, तपाईँले राहु सूर्य र सिद्धाको एकचोटि पूजा गराइदिनुहोस्। नराम्रो ग्रह दशा भने हो। यस्तो केसमा पहिल्यै कुनै सन्तानको गर्भ खेर जाने समस्याहरू हुने त्यस्तो खालको कन्डिसनहरू देखा पर्थ्यो। यदि त्यस्तो समस्या भएको हो भने धेरै नै न्यूनीकरण हुन्छ यस्तो केसमा, किनभने मङ्गलको दृष्टि पनि परेको रहेछ सूर्यलाई। नभएदेखि सिद्धा सूर्य राहु मङ्गल चारवटा ग्रहको एकचोटि पूजा गरिदिनुहोस् न, यो समस्याहरू समाधान हुँदै जान्छ। अप्ठ्यारा परिस्थितिहरूबाट जोगिँदै जान सक्नुहुन्छ। तपाईँको दाजुभाइ दिदीबहिनीहरू सानैमा अकालमा मृत्यु भएको, कष्ट भएको, केही परिस्थिति भएको हुनुपर्छ भन्ने देखिन्छ यहाँ। त्यस्तो हो भने पनि कतिपय कुराहरू टर्दै गएको हुन्छ। तपाईँलाई धेरै धेरै आशीर्वाद।